नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुवातमा हेडलाइन्स। दैलेखको स्यालाकोटमा बस दुर्घटना, 2 जनाको मृत्यु। आफू मर्न पनि तयार भएर केपी प्रवृत्तिमाथि प्रहार गरेको नेकपा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डको भनाइ। आज महाशिवरात्रि, शिवालयहरूमा दर्शनार्थीको भिड। आज सेना दिवस मनाइयो, टुडी खेलमा कला कौशल प्रदर्शन। र नेपालमा पछिल्लो 24 घण्टामा थप 97 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। अब समाचार विस्तारमा। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको 820 नगरपालिका 1 स्यालाकोटमा मिनी बस दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा 16 जना घाइते भएका छन्। बिहिबार कालीकोटबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-001 ख 02-47 नम्बरको मिनी बस अनियन्त्रित भई सडकबाट करिब 100 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब परीक्षक अनुपम श्रेष्ठले जानकारी दिए। मृत्यु हुनेमा कालीकोटको शुभकालिका गाउँपालिका 1 भर्ताका 37 वर्षीय जितेन्द्र बहादुर शाही र कालीकोट नरहरिनाथ गाउँपालिकाका 21 वर्षीय कमल विक रहेका छन्। बसमा 3 जना प्रहरी पनि सवार रहेकोमा प्रहरी जवान रमेश चौधरी गम्भीर घाइते भएका छन्। दुर्घटनामा परि घाइते भएका मध्ये 7 को अवस्था गम्भीर छ। बाराको कलैया उपमहानगरपालिका 8 का वडा अध्यक्ष विक्रम यादवको निधन भएको छ। काठमाडौँ स्थित त्रिवी शिक्षण अस्पतालमा उपचारको क्रममा यादवको बिहिबार बिहान निधन भएको हो। 1 सातादेखि लिभर सिरोसिसका उपचार गराइरहेका यादवको बिहान 10 बजेर मृत्यु भएको त्रिवी शिक्षण अस्पतालले जनाएको छ। 5 महिना अघि लिभरमा समस्या भएपछि उनले त्यसको उपचार गराइरहेका थिए। स्वास्थ्यमा थप समस्या आएपछि 1 सातादेखि यादव शिक्षण अस्पतालमा भर्ना भएका थिए। चिकित्सकको सल्लाह अनुसार शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको र उपचारको क्रममा वडा अध्यक्ष यादवको निधन भएको कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राई यादवले जानकारी दिए। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मर्न परेपरि तयार भएर केपी प्रवृत्तिमाथि प्रहार गरेको बताउनुभयो। बिहिबार केन्द्रीय कार्यालय पेरिस डाँडामा नयाँ नमुना स्वास्थ्य कर्मी सङ्घ नेपालको राष्ट्रिय जमघटलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिसँग सम्झौता गरे सबै ध्वस्त हुने खतरा देखेपछि जेल जान तथा मर्न पनि तयार रहेर केपी प्रवृत्तिमाथि प्रहार गरेको बताउनुभयो। केपी प्रवृत्तिका विरुद्ध 19 पेजको डकुमेन्ट लेख्दा अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको अनुभूति भएको उहाँको भनाइ छ। देशको राजनीतिक परिवर्तनमाथि षड्यन्त्रले हमला भइराखेको भन्दै सजग भएर त्यस विरुद्ध लड्न तयार रहन बताउनुभयो। अध्यक्ष प्रचण्डले राजनीतिक उपलब्धि र आन्दोलनको रक्षाका निमित्त आफूले देशव्यापी अभियान चलाउने बताउनुभयो। अध्यक्ष प्रचण्डले जनयुद्ध कालमा काम गरेका स्वास्थ्यकर्मीहरूलाई पार्टीमा उचित स्थान दिएर राखिने पनि बताउनुभयो। महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथमा दर्शनार्थीहरूलाई सहज रूपमा पूजाआजाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बिहिबार महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थी तथा भक्तजनको भिड लागेको छ। अघिल्लो वर्षहरूको तुलनामा यस वर्ष दर्शनार्थीलाई मन्दिर दर्शनका लागि छिटो र सहज हुने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 11 वटा उपसमिति गठन गरी राम्रो व्यवस्थापन गरिएको महाशिवरात्रि पर्व व्यवस्थापन समितिका प्रवक्ता रेवती रमण अधिकारीले जानकारी दिनुभयो। अघिल्लो वर्षहरूको तुलनामा यस वर्ष दर्शन गर्न सहज भएको दर्शनार्थी तथा भक्तजनहरूले बताएका छन्। महाशिवरात्रि पर्वको अवसरमा उल्लेख्य रूपमा साधु सन्त तथा भक्तजनको उपस्थिति रहेको छ। काठमाडौँको टुडी खेलमा बिहिबार सेना दिवस मनाइएको छ। सेना दिवसका अवसरमा काठमाडौँको टुडी खेलमा नेपाली सेनाले विशेष कार्यक्रम गरेको छ। कार्यक्रममा सैनिक टोलीले कला प्रदर्शन गरेको छ। विशेष कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, उपराष्ट्रपति नन्दकिशोर पुन लगायत सहभागी थिए। नेपाली सेनाले 2047 सालबाट महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ। नेपालमा पछिल्लो 24 घण्टामा थप 97 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको संख्या 2,75,070 पुगेको छ। पछिल्लो 24 घण्टामा 66 जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या 2,71,116 पुगेको छ। नेपालमा पछिल्लो 24 घण्टामा कोरोना भाइरस संक्रमणबाट कसैको ज्यान गएको छैन। नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या 3012 रहेको छ।
प्रदेश 2 मा पछिल्लो 24 घण्टामा कोरोना भाइरस संक्रमित फेला परेका छैनन्। सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार प्रदेश 2 मा कुल संक्रमितको संख्या 17,202 रहेको छ। अहिलेसम्म प्रदेश 2 मा कोरोना संक्रमणबाट 209 जनाको ज्यान गएको छ। प्रदेश 2 मा सबभन्दा बढी पर्सामा 51 जनाको मृत्यु भएको छ। त्यस्तै सप्तरीमा 41, सिराहामा 25, धनुषामा 25, बारामा 24, महोत्तरीमा 18, सर्लाहीमा 14 र रौतहटमा 10 जनाको मृत्यु भएको छ। अहिलेसम्म प्रदेश 2 मा 16,983 जना संक्रमणमुक्त भएका छन्। 1,46,358 जनाको स्वाब अहिलेसम्म सङ्कलन गरिएको छ, जसमध्ये 31 को नतिजा आउन बाँकी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौला सम्बन्धी विशेषज्ञ सेवा छिटै सुरु हुने बताएका छन्। 2 पटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले विश्व मृगौला दिवसका अवसरमा चेतनामूलक प्रभात फेरी कार्यक्रमलाई सम्बोधन गर्दै छिट्टै त्यस्तो केन्द्र स्थापना गर्न सरकार लागि परेको बताउनुभयो। उनले विशेषज्ञ सेवाका लागि केन्द्र स्थापना गर्न मृगौलाविद डाक्टर दिव्या सिंह शाह सहित विशेषज्ञ क्रियाशील रहेको बताए। मृगौला रोगको साथमा स्वस्थ जीवन नारा सहित विश्वभर मृगौला दिवस मनाइँदैछ। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। दैलेखको सियालकोटमा बस दुर्घटना, 2 जनाको मृत्यु। आफू मर्न पनि तयार भएर कृपी प्रवृत्तिमाथि प्रहार गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई। आज महाशिवरात्रि, शिवालयहरूमा दर्शनार्थीको भिड। आज सेना दिवस मनाइयो, टुडी खेलमा कला कौशल प्रदर्शन। र नेपालमा पछिल्लो 24 घण्टामा थप 97 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। हवस् त, अपन न्युज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।